जे गर जस गर जतसुकै लैजाऊ मलाई बिर्गे टाइम कति भयो 10 बजे त कसको बाउले चुप गराउँछ र मलाई अहिले त कसै सुत्ने बेला आएन जाँड ठोक्दै हिँड्ने अब त हिँड ल A fellow soldier in the heart of America. A fellow soldier, dig like Rasta. Yeah, 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 yeah. Yeah, yeah, yeah. सोल्टीहरु कहाँ मलाई र्याक हानेको भने ए यो मन त नेपाली हो तेरीमा चोर फटा गधा तलाई स्याल मर्या स्याल तलाई अंग्रेजीको जस्तै कपडा लाएर टोपी उल्टो पारेर त अंग्रेजी गीत गाएर बाटोमा बस्नी तँलाई लाज लाग्दैन तँलाई नेपाली गीत त राम्रो पनि हुनु पर्यो नि गाउनको लागि यस्ता नाइटा नजरालाई के थाहा यस्तालाई के थाहा के बुझ्छ त बरु पक्कै त संगीतकार हो भने बरु ल एउटा नेपाली गीत त बनाए भर्खरै ल बनाएर सुना ल सक्छस् डोन्ट जोक के सोल्टी भर्खरको भर्खर त कसले गर्न सक्छ र ल बजान त त्यसो भए म फ्याँक्छु त समात के फ्याँक्ने र समात्नेको कुरा गरेर भने म सुर फ्याँक्छु त ताल समान हो ल बजा अघिको धुन गरेको बारेमा होसियाई चोरे छो डौन बाबा गुरली जारी दिन्छु जुरेली भक्क लाग्यो ढुक्कलाई अन्ध्राबुरी कुकुरलाई ये 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 ल्याउँछ कि केटोले ताल हेर भाइ हैन ममा यस्तो छ कला त म जस्तै सिक हुन्छस् त पनि एकदम ठुलो म जस्तै बुझिस् कहाँ सोल्टीहरु अलिको जमानामा पनि यस्तो गीत गाएर कहाँ अगाडि बढ्न सकिन्छ गीतमा त केही हुनु पर्यो नि सोल्टी एउटा सन्देश हुनु पर्यो नि अनि हल्का र्याप स्याप इंग्लिश पनि हुनु पर्यो नि सोल्टी यस्तो हग्ने छेग्ने गीत गाएर पनि अगाडि बढ्छ इंग्लिश बोल्न आउँदैन भने भइहाल्यो नि सोल्टी बरु हेप्यो बिर्खे आजको दिन दुःखलाई हेप्यो यसले त्यसो भए तँलाई अंग्रेजी भएको सन्देश भएको तँलाई त्यस्तो गीत बजाउनु पर्यो हैन त ल बजातिर ल झ्याउरे बिट हान ल सुरु गर बुझ्दैन तँलाई Hello my dear Hello my dear नखाउ रक्सी खाउ बरु पिएर बल्ल पर्यो निर्माया माकुरी जालैमा देखिस् अंग्रेजी पनि भएको सन्देश पनि भएको गीत कस्तो लाग्यो तँलाई ए जेपीडी नसोल्टी के सन्देश छ यो गीतमा ल 40-50% को टाउकोमा झड्का हान्ने रक्सी नखा भन्ने बरु 4% भोल्युमको बियर खाने नि कुन राम्रो सन्देश होइन यो मुड मात्र खराब गरिदेऊ सारीहरूले ल देखिस् बिर्के आजकलको यो युवाहरूलाई अलिकति देशको संस्कृतिको राम्रो कुरा गर्यो भने त्यसै भड्किरहेको छ
रक्सी धेरै खानु